के तपाईले कहिल्यै एक्लै बसेर शान्त मनले आफैसँग यस्तो प्रश्न गर्नुभएको छ, के म मेरो जीवन आफै चलाइरहेको छु कि जीवन मलाई चलाइरहेको छ? साँचो कुरा के हो भने हामी मध्ये धेरैजना जिउँदै त छौँ तर आफ्नै जीवनको ड्राइभर सिटमा बसेका छैनौँ। हामी अरूले बनाएको बाटोमा हिँडिरहेका छौँ र अरूले बनाएको परिभाषामा बाँधिएका छौँ। अरूको अपेक्षामा आफ्ना सपना सास फेर्न बाध्य छन्। तर आजको यो कथा कुनै ठुलो नेताको जीवनी होइन। यो कथा कुनै सिंहासनको राजनीति होइन। यो कथा हो तपाईभित्र लुकेको एउटा नेताको। यो पुस्तक भन्छ नेतृत्व बाहिर खोज्नु पर्दैन। नेतृत्व माइकमा हुँदैन, नेतृत्व पदमा हुँदैन, नेतृत्व तपाईभित्रै हुन्छ। र आज यदि तपाईँ यो आवाज ध्यान दिएर सुन्नुहुन्छ भने सायद तपाईँ पहिलो पटक आफैसँग साँचो भेट गर्नुहुनेछ। दर्शकवृन्द, अब कुरा गरौँ नेता जन्मिँदैन बन्छ भन्ने बारेमा। हामी सानो छँदा हामीलाई सिकाइयो ठुला मान्छे बन, पढेर अफिसर बन र अरूको आदेश मात्र जान्नु। तर हामीलाई कहिल्यै सिकाइएन आफैको नेतृत्व कसरी गर्ने। यो पुस्तकको पहिलो सन्देश अत्यन्तै स्पष्ट छ, नेता जन्मिँदैन, नेता बन्छ। नेतृत्व कुनै विशेष मान्छेको विशेषाधिकार होइन। नेतृत्व धनीको मात्र सम्पत्ति होइन। नेतृत्व भाषण गर्नेको मात्र कला होइन। नेतृत्व भनेको आफ्नो जीवनप्रति जिम्मेवारी लिन सक्ने साहस हो। जो व्यक्ति आफ्नो समयको सम्मान गर्छ, आफ्नो वचनको मूल्य राख्छ, आफ्नो निर्णयको परिणाम स्वीकार्छ, उनै साँचो नेता हो। दर्शकवृन्द, अब हामी कुरा गर्दैछौँ आत्मनेतृत्व सबैको नेतृत्वको जग भन्ने बारेमा। यो पुस्तक भन्छ यदि तपाईँ आफैलाई नेतृत्व गर्न सक्नुहुन्न भने अरूलाई नेतृत्व गर्ने सपना केवल भ्रम हो। आत्मनेतृत्व भनेको के हो? आत्मनेतृत्व भनेको आलस्यसँग सम्झौता नगर्नु हो, भावनामा बगेर निर्णय नगर्नु हो, हारलाई अन्त्य होइन पाठ बनाउनु हो। साँचो नेता आफ्नो कमजोरी लुकाउँदैन, ऊ त्यसलाई स्वीकार गर्छ र त्यसलाई सुधार्ने साहस देखाउँछ। आफैलाई अनुशासनमा राख्न सक्ने मान्छे कुनै पनि परिस्थितिमा आफ्नो दिशा गुमाउँदैन। अब हामी कुरा गर्दैछौँ डर नेतृत्वको पहिलो परीक्षा। नेतृत्वको बाटो फुलले मात्रै भरिएको हुँदैन। यो बाटोमा काँडा पनि हुन्छ, अँध्यारो पनि हुन्छ र त्यो अँध्यारोको नाम हो डर। डर असफलताको, डर आलोचनाको, डर अस्वीकारको। तर यो पुस्तक भन्छ डर नहुने मान्छे होइन, डरसँगै अघि बढ्ने मान्छे नेता भन्छ। साहस भनेको डर नहुनु होइन, साहस भनेको डर हुँदाहुँदै पनि एक कदम अघि बढ्न सक्नु हो। दर्शकवृन्द, अब हामी कुरा गर्दैछौँ उद्देश्य बिना नेतृत्व अन्धो हुन्छ भन्ने बारेमा। धेरै मान्छे दौडिरहेका छन्, तर किन दौडिरहेका छन् उनीहरूलाई थाहा छैन। यो पुस्तक भन्छ उद्देश्य बिना जीवन दिशाहीन हुन्छ। नेता त्यो हो जो आफ्नो किन भन्ने प्रश्नसँग स्पष्ट छ। किन म उठ्छु? किन म सङ्घर्ष गर्छु? किन म हार मान्न सक्दिनँ? जब तपाईँको उद्देश्य स्पष्ट हुन्छ तपाईँको आवाजमा आफै शक्ति आउँछ। दर्शकवृन्द, अब कुरा गर्दैछौँ प्रभाव, डर होइन विश्वास। नेतृत्व डर देखाएर टिक्दैन, नेतृत्व चिच्चाएर आउँदैन। साँचो नेतृत्व विश्वासबाट जन्मिन्छ। मान्छे तपाईँको पदले होइन तपाईँको व्यवहारले तपाईँलाई पछ्याउँछन्। जो नेता सुन्न जान्दछ, सम्मान गर्न जान्दछ र न्याय गर्न जान्दछ, ऊ कहिल्यै एक्लो हुँदैन। अब हामी कुरा गर्दैछौँ परिवर्तनसँगै हिँड्ने नेता। संसार स्थिर छैन, समय रोकिन्न, परिस्थिति बदलिन्छ। यो पुस्तक भन्छ परिवर्तनसँग डराउने नेता छिट्टै अप्रासङ्गिक बन्छ। नेता त्यो हो जो हरेक परिवर्तनमा नयाँ सम्भावना देख्छ। दर्शकवृन्द, अब हामी कुरा गर्दैछौँ सेवा नै सबैभन्दा ठुलो नेतृत्व हो भन्ने बारेमा। नेतृत्व स्वार्थ होइन, नेतृत्व सेवा हो। जो नेता अरूको जीवन सजिलो बनाउँछ ऊ कहिल्यै सानो हुँदैन। साँचो शक्ति अरूलाई दबाउनमा होइन उठाउनमा हुन्छ। दर्शकवृन्द, अब हामी कुरा गर्दैछौँ तपाईँभित्रको नेतासँग भेट भन्ने बारेमा। सायद आज तपाईँ यो भिडियो सुन्दै हुनुहुन्छ, हेर्दै हुनुहुन्छ। सायद मनभित्र कतै एउटा आवाज उठिरहेको छ, म अझ धेरै गर्न सक्छु, म अझ राम्रो बन्न सक्छु, म नेतृत्व गर्न सक्छु। यो आवाजलाई दबिन नदिनुहोस्, त्यो नै द लिडर इन यू हो।
दर्शकबिन, नेता बन्न तपाईँलाई अनुमति चाहिँदैन, मञ्च चाहिँदैन, पद चाहिँदैन। नेतृत्व सुरु हुन्छ त्यो क्षण जब तपाईँ आफ्नो जीवनको जिम्मा लिनुहुन्छ। यसलाई फेरि एकपटक, नेतृत्व तब सुरु हुन्छ जब तपाईँ आफ्नो जीवनको जिम्मा लिनुहुन्छ। आज होइन भने कहिले, तपाईँ होइन भने को? याद राख्नुहोस्, संसारलाई अर्को नेता चाहिएको छैन, संसारलाई जागेको तपाईँ चाहिएको छ, किनकि नेता तपाईँभित्रै छ। दर्शकवृन्द, आज हामीले डेल कार्नेगीद्वारा लिखित द लिडर इन यू पुस्तकको सारांश यहाँहरूको बिचमा राख्यौँ। के कस्तो लाग्यो कृपया लाइक, सेयर अनि सब्सक्राइब गर्न नबिर्सनुहोला। अर्को भिडियोमा भेट्नेछौँ, तबसम्मको लागि बिदा माग्छु। धन्यवाद, नमस्कार।